Did you know there is a hill in Sikkim believed to fulfill wishes? Welcome to Sandrupji, a place where spirituality meets a breathtaking beauty. Sandrupji means the wish-fulfilling hill in the local language. It is home to the tallest statue of Guru Padmasambhava, standing at massive 118 feet. Guru Padmasambhava is revered as the second Buddha in Tibetan Buddhism, and this statue is a symbol of peace, protection, and prosperity. Located just 7 kilometers from Namche, the capital of South Sikkim, the site offers a panoramic view of a Himalayan range and the lush green valley below. The peaceful atmosphere and majestic views and a perfect spot for meditation and reflection. Hello everyone, my name is Chobali Jevotia अनि आज चाहिँ लाइक आर्ट गरेर बहुत टाइमदेखि चाहिँ मैले फर्स्ट टाइम अब भिडियो अब बनाउनु कोसिस गरेको अब निकै भयो होला तर मैले बनाउन थालेको बट आफ्नो फेस यस्तो खिचेर चाहिँ बनाउन चाहिँ मैले सकेको थिएन सो त्यसले गर्दाखेरि चाहिँ लङ टाइम ब्याक र अब फर्स्ट टाइम भनौँ न ट्राई गरेको तर यो भिडियो चाहिँ अब मैले लाइक आफ्नोमा हैन फर्स्ट चाहिँ म आपाकोमा अनि नामगेल सिक्किम एक्सप्लोरर भनेर चिन्नु हुन्छ त्यो च्यानल चाहिँ र त्यहाँनिर चाहिँ म आएको छु र आज चाहिँ फर्स्ट टाइम खास गरी चाहिँ हामी यहाँ सान्डुप्ची आउने कारण चाहिँ यहाँनिर पहिला हाम्रो हानाला खस्नु भन्दाखेरि हानालाको मानी लुङ्ताहरू लगाउनु यता र माथिल्लोपट्टि पनि लगाएको थियो तर फिलहाल चाहिँ अहिले बन्द गरेको रहेछ किन भन्दाखेरि अब खोइ के हो रिजन थाहा भएन निकै बाउन्ड्रीहरू लगाएको रहेछ पिछाएको थियो र त्यसले गर्दाखेरि चाहिँ स्याडली जानु पाइनँ र आज चाहिँ मेरो फर्स्ट भिडियो चाहिँ अब कतिको चाहिँ हुँदो रहेछ हेर्नुहोस् र अब राम्रो छु भन्छ अब अरूले मलाई एडिटिङतिर होइन अब तर अब मलाई थाहा छैन कि अब कस्तो गर्छु भनेर यो चाहिँ मेरो फर्स्ट ट्राई हो अब भनिदिनुहोस् कि अब कस्तो लाग्यो भनेर यहाँ छ हामी चाहिँ हुनु चाहिँ रियालिटीमा चाहिँ सान्डुप्चीको ब्याक साइडमा छ हामी यस्तो गरेर र मसँग छ आज आपा फर्स्ट टाइम अब आपासँग मैले भिडियो बनाउन आर्ट गरेर बनाएको अब त्यही हो हुन्छ अब एकछिनपछि अझै देखाउँछु हाई गाइज है आज हामी चाहिँ सान्डुप्चीमा छौँ तर एक्चुअलमा मान्छे सबैजना सान्डुप्ची आउँछ है घुम्छ फोटो खिच्छ के गर्छ तर एक्चुअली यो सान्डुप्ची है भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ सायद कसैलाई धेरैलाई थाहा छ जस्तो मलाई लाग्दैन किनभने कतिले भन्छ यहाँ गुरु पद्मसम्भवको मूर्ति छ त्यसले गर्दा सान्डुप्ची भन्ने तर होइन यसको हिस्ट्री ब्याकग्राउन्ड हिस्ट्री चाहिँ अलिकति मैले बुढोपाकाहरू है उहाँहरूकोबाट सुन्दाखेरि चाहिँ देख्दैछ र जुन कुरो चाहिँ अहिले म तपाईँहरूलाई बताउनेछु है त र अहिले त्यो जग्गामा पनि बाँधिछु सान्डुप्ची के हो है त्यो कुरामा म सर्टकटमा तपाईँहरूलाई बताउने कोसिस गर्नेछु है त ओके र भर्खर मैले चाल पाऊँ किन म बेसी आउँदिनँ यो बाटो चाहिँ तपाईँको तेन्डुङ पनि जाने भन्दै रहेछ पहिला चाहिँ यहाँबाट तेन्डुङ जाने गरिन्थ्यो भन्थ्यो अहिले चाहिँ छैन किनकि यहाँ अहिले बाटो बन्द गरेको रहेछ पछाडिबाट छ त्यो सानो चोर बाटो पाराले थियो बट मलाई जानु राम्रो लागेन त्यही गर्दाखेरि नगएको त्यस्तो लाग्छ ट्रेसप्यासिङ गर्नु हुँदैन अब हामी अहिले फिलहाल चाहिँ माथि चढेको छ यता के भन्छ रुम्चुको कुको यता छापमनी अन्त यहाँ चाहिँ अहिले कोरा चाहिँ किन भन्दाखेरि चाहिँ यहाँ आएर चाहिँ अब तपाईँले 3 राउन्ड्सको कोरा चाहिँ एकदमै
नेसेसरीली गर्नुभयो भने चाहिँ धेरै राम्रो हुन्छ किनकि तपाईँ फर्स्ट अफ अल तपाईँ बुद्ध धर्म सबै मान्नु भएपछि त्यही कारणले गरेको राम्रो हुन्छ है अब चाहिँ सिनेमेटिक हेर्नुहोस् Short history from Sandupji. Long ago, during the time of the Lepcha kingdom in Sikkim, a neighboring army attacked. As the battle turned against the Lepchas, the king ordered his trusted man to take his son Sam and daughter Dupchi to safety. While escaping through the forest, they were ambushed and both were severely injured. So after Prince Sam died from his wound, Princess Dupchi, heartbroken, ordered his body to be taken to a nearby hill from his final rites. She said, "When I see the smoke from my brother's funeral, I too shall die." As the smoke rose from the prayer on the hill, she passed away. Her body was also cremated beside her brother. From that day, the hill was named Sandupji. Sam from the brother's name and Dupchi was the sister. चाहिँ हामी फर्किँदैछौँ अब चाहिँ यहाँबाट तल चाहिँ आउँदा चाहिँ गाडीमा आयो तर आज फर्किँदा चाहिँ हामी चाहिँ हिँड्दै फर्किने चाहिँ प्लानिङ गरेको छ पवन हामी सायदले रक गार्डन पनि निक्लिनु सक्छ टाइम म्याटर गर्छ किनकि हाम्रो घरमा अहिले पिजी राखेको छ अन्त उनीहरूलाई पनि खाना खुवाउने टाइम हुनु आँटेको भयो भने चाहिँ हामी चाहिँ नजाने नत्र चाहिँ जाने सोचेको छु अब हेरौँ के हुन्छ है त्यो चाहिँ म्युनिसिपालिटीको Welcome to Rock Garden. ठीक है फिलहाल चाहिँ हामी सान्डुप्चीबाट तलसम्म हिँडेर अहिले हामी रक गार्डन पनि कटेर यो चाहिँ पुरानो बाटो भन्छ रक गार्डनको पहिला के भन्छ अब पहिला जाने बाटो चाहिँ यहाँबाट थियो र अब चाहिँ माथिल्लोबाट निक्लेर पुरानो बाटो निक्लेर यहाँबाट चाहिँ हामी तल गदा गुम्बा तर्फतिर निक्लेको अब त्यहाँबाट गदा गुम्बा त्यहाँदेखि चाहिँ तल हामी बजार निक्लिन्छौँ है र आजको यहाँबाट वेदर चाहिँ ठिकै भयो अघिसम्म चाहिँ निकै गरम भएको थियो अहिले चाहिँ यस्तो छ हाइड्रेसनमा तपाईँ जङ्गलमा हुँदाखेरि पानीमा पाउँदा चाहिँ हल्का सफा गरेर खान सकिन्छ है
के भन्नु पुरानो रक गार्डनबाट निक्लिने बाटो ओह्रालो हुनु चाहिँ यहाँबाट अझै उता आइन्छ पानीको बनाउने त्योहरू छ। अन्त अब यहाँबाट चाहिँ निक्लिएर तल हामी नारागुम्बापट्टि निक्लिनुपर्छ। अहिले होस् अनि नारागुम्बापट्टि हुनु मेरो ब्याट्री पुरा लो छ, त्यसले गर्दा छिटो लाग्दैछ।